सुरुवात नै हामी आफै हौं। हामीलाई सबैलाई समान विचारले, समान रूपले, समान किसिमले जाने जुन दृष्टिकोण छ त्यसलाई हामीले आत्मसात गर्नुपर्छ। तर हाम्रो हिजोको दिन थुप्रै किसिमका पार्टीहरूले काकाबाकाको धेरै गर्यो, धेरै आलोचनाहरू गर्यो, धेरै किसिमका भेदभाव गर्यो। हामीले अङ्कलले भन्नुभएको थियो, शेर अङ्कलले अहिले नै मेरो सानो जन्मदत्ता बनाउनको लागि हिजो त तपाईँहरूले स्वतन्त्रको कार्यक्रम गर्नुभएको थियो अरे। त्यो त हामी गर्न सक्दैनौँ, त्यहाँ स्वतन्त्रकै जानु। त्यसको जिम्मेवारी नै हाम्रो केन्द्रीय सदस्य, जिल्ला सभापति, पालिका सभापति जुनसुकै व्यक्ति छ हाम्रो जिम्मेवारी उहाँहरूले नै लिनुपर्छ। तर हाम्रो गाउँमा हाम्रो सदस्यता जोड्ने काम हाम्रो, त्यसमा हामी कटिबद्ध भएर राख्छौँ। तर आज हजुरसँग संलग्न छौँ, भोलि हामी कुनै अर्को दलसँग संलग्न हुने किसिमका छैनौँ। हामीले परिवर्तनै चाहेका हौँ, विकास चाहेका हौँ। विकास गर्नको लागि सबैभन्दा पहिले त हामी आफैबाट सुरुवात गरौँ। हाम्रो के छ भने हाम्रो समाजमा, हाम्रो दलित टोलमा सबैभन्दा त अहिले पिछडिको भनेको हाम्रो गाउँहरूको दलित टोल छ। हाम्रो रिममा 12 मान्छे थर पर्छ। सबैभन्दा पहिले त हाम्रो बिजुली आएको 4 वर्ष भइसक्यो। दलित टोलमै 500 मिटर छ। त्यसमा के दलित अभिभावकहरू मेरा दाजुभाइ जुनसुकै पनि छन्, तिनीहरू के भयो भने भोट मागेर मात्र 2-3 सयमा पनि भोट दिने भयो। आगापछि पनि कोहीले निगरानी नगर्ने भयो। तर उहाँको अहिलेसम्म त्यो 4 वर्ष हाम्रो सबै टोलमा बिजुली भइसक्यो, उहाँको नै बिजुलीको छैन। त्यो उहाँको धेरै गुनासो छ। त्यसलाई सम्पूर्ण हाम्रो दलित वर्ग, विपन्न वर्ग, असहाय हामीले सम्पूर्ण सदस्यहरूले यस पार्टीसँग संलग्न भएकाले बजेटै भन्ने किसिमको छैन। आफूसँग भएको सानो 200-300 पुँजीवास पनि सङ्कलन गरेर एउटा ऐतिहासिक काम गरौँ, रिममा राम्रो परिवर्तन ल्याउँ। सबभन्दा पहिले त हाम्रो भौतिक विद्यालय, शिक्षा, स्वास्थ्य, खानेपानी नै हाम्रो मेन विकास हुनुपर्छ। कुनै हाम्रो स्वतन्त्र पार्टीको व्यक्तिगत सदस्यको हामी विकास गरेर भन्दैन कसैलाई पनि। हामी युवा छौँ, हामी सक्षम छौँ, हामी गर्न सक्छौँ। हामी 2 हात पाखुरा जोडेर हामीले कोदो मामलो जोतेर पनि हामी आफ्नो जीविका पालन गर्न सक्छौँ। तर म के भन्न चाहन्छु भने प्रदेश सभापति, जिल्ला सभापति, केन्द्रीय सदस्यहरूलाई हाम्रो यो संस्थापक विद्यालय, शिक्षा, स्वास्थ्य, खानेपानी, वडा हाम्रो यो दलित वर्गहरूमा जसले आफ्नो बालबच्चाहरूलाई पढाउनको लागि एउटा कापी कलम किन्ने अवस्थाका पनि छैनन्, जुनसुकै आमा बुवा नभएका टुरा बालबालिकाहरूको लागि पनि सक्नुहुन्छ भने त सदस्य सम्पूर्णहरूले सानो सहयोगबाट नै एउटा राम्रो काम गरौँ, सदस्यहरूलाई जोडौँ। हामीले गाउँ गाउँमा गएर माइकमा भाषण गरेर प्रत्येक टोलमा तपाईँ स्वतन्त्र पार्टीको सदस्य हौ र सदस्य काट भनेर हामीले गाउँमा जानुभन्दा त हामीले विपन्न वर्ग, दलित र असहाय व्यक्तिहरूलाई सानो सहयोगको रूपमा सहयोग गर्ने भावनाको किसिमले हामीले राजनीति सुरु गरौँ। हामीले संस्थापक विद्यालयमा होस् या स्वास्थ्यमा होस्, जुनसुकै होस् सानो बजेटको आवश्यकता छ। त्यसबाट हामीले विकास र स्वतन्त्र पार्टीलाई अगाडि बढाउने हामीले मूल धारणा लिएर हामी अहिले रिमका जुनसुकै युवाहरू, हाम्रो युवाहरूको उपस्थिति अलि धेरै नै कम छ। किनभने आर्थिक आफ्नो घर परिवार जानको लागि विदेशमा जानुभएको छ, इन्डिया जानुभएको छ, तिनीहरूको उपस्थिति हुन सकेको छैन। स्वतन्त्र पार्टीप्रति आस्थावान भएका व्यक्तिहरू थुप्रै छन्। तिनीहरूको सोचलाई मध्यनजर गरेर हामीले केही न केही रिमको लागि एउटा उठाउने काम भोलिबाट नै सघाउनुहुन्छ भन्ने मेरो धेरै आशा छ। यसमा हामी मबाट नै सुरुवात गरौँ, सार्वजनिक सम्पत्तिमा जोडौँ, संरक्षण गरौँ र एउटा स्वतन्त्र पार्टी पनि फरक विचार र फरक धारणाको रहेछ भन्ने एउटा हाम्रो समाजमा जनताहरूलाई एउटा भिजन हामीले दिनुपर्छ। त्यसको लागि हाम्रो सम्पूर्ण यो पार्टी, हाम्रो यो घरलाई म आग्रह गर्न चाहन्छु, हाम्रो सम्पूर्ण सदस्यहरूले कुनै पनि कार्यकर्ता बीच काका पाका नगरेर सम्पूर्ण हाम्रो घरकै अग्रज या हाम्रो सदस्य नै हो भन्ने किसिमले सम्पूर्ण साथीहरूलाई यस पार्टीमा जोडिदिन भन्ने मेरो हार्दिक अनुरोध गर्दछु। र मेरो दुई शब्दहरू यही टुङ्ग्या के नराम्रो गल्ती लाग्यो भने त्यसमा क्षमा प्राप्ति हुन्छ। धन्यवाद गोपाल कार्कीज्यू। उहाँले अब परिवर्तन भन्ने कुराहरू आफूबाट र आफ्नो घरबाट भन्ने कुराहरू राखेर जानुभयो।
र अर्को तमाम यहाँका समस्याहरूको बारेमा उहाँ भूतपूर्व मन्तव्य राख्ने सहकर्मी साथीहरूले पनि भनेर जानु गइसक्नु भएको छ। यसै क्रममा अब आफ्नो छोटो मन्तव्य अथवा आफ्ना मनका भावना, किनभने कलाकार राष्ट्रको गाना हो र के राजनीति, के गाउँ, के ठाउँ, हरेक क्षेत्रमा धर्म, कला, संस्कृति भन्ने कुरा हाम्रो सनातन परम्परादेखि चलिआएको भएको हुनाले यसको लागि गीत सङ्गीतको पनि त्यति नै खाँचो हुन्छ। किनभने हरेक कार्यक्रमहरूमा अहिलेसम्मका सबै कार्यक्रमहरूमा गीत गाउनेदेखि नाच्नेदेखि लिएर खेल्नेदेखि लिएर होइन बोल्ने क्रमका कुराहरू पनि जारी छन्। यसको लागि कलाकार अरविन्द कार्कीज्यूलाई आफ्ना केही छोटा मन्तव्य र सँगसँगै आफूसँग भएको प्रतिभाहरूलाई यो कार्यक्रममा राखिदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। यहाँ खुल्लिन कारखाना, यहाँ खुल्लिन सब्जी मन्डी, रासोका रोज्जु बढ्यो। यहाँ खुल्लिन कारखाना, यहाँ खुल्लिन सब्जी मन्डी, रासोका रोज्जु बढ्यो। इसो भुन्नान इजा बुवा, इसो भुन्नान अङ्कल आन्टी, रासोका रोज्जु बढ्यो। मुल्या नो बुढा पाखान भोट दिबड मुला त धो होग देख्या। मुल्या नो बुढा पाखान भोट दिबड मुला त धो होग देख्या। ए पालक मिसन 84 मा बजौन पड्यो घन्टी, रासोपा रोज्जु बढ्यो। ए पालक मिसन 84 मा बजौन पड्यो घन्टी, रासोपा रोज्जु बढ्यो। नमस्कार हजुर सबैमा। इथे आया काका काकी, इथे अङ्कल आन्टी, ए पालक त हामीले हेर रोज्जु बढ्यो घन्टी। नाइलोने हन काली चस्मा, नाइलोने हन कोट, ए पाल त रासोपामा हाल्नु बढ्यो भोट। देशको विकास नहो भने सबको मन रुन्छ, रासोपामा भोट दिया देशको विकास हुन्छ। संस्कृतिलाई बचाउनु हो देउडा गाउनु पर्यो, बुढापाका फाली भरे युवा हुनु पर्यो। संस्कृति बचाउनका लेखा देउडा गीत गाया, बुढापाका फाली भरे युवा आया। अब के गर्नु पर्यो भने मिसन 84 मा युवा हुनु पर्यो के। भुन्नार्यानके हामीले राजसभामा गया हाम्रा कागज नयाँ बनाइदिने, स्कुलमा गया कसो हिँड्यो, अस्पतालमा गया कसो हिँड्यो, ओडामा गया कसो हिँड्यो, क्या हिँड्यो तसो सबै युवाले जुट्या बैठी सीधा तम एक पार्टीमा भोट दिया हो, तम्रो काम ना गर्दा भने सीधा उचार लगा दिया, दोस्रो वो आफ्नो काम कहाँ गर्ती। सब हम युवा एकजुट हो गया बैठी सीधा चाप लगा दिया बट को काम न गर्दे, कसै दम छ काम न गर्दे, भोट दिए ना दिए भन्ने उलाई थाहा हुन्छ। उन्जा भन्ला हुन्छ तमलाई मूल जितेबाट तमले भोट नदिएबाट तमरा काम ना गर्दियो भने पहिले भन्नु पर्यो। तसो नआए बेटी डर नआए मान्नु पर्यो। युवा बिल गया बेटी सीधा ओडामा हो, अस्पतालमा हो, स्कुलमा हो, सब ताला लगाइदिउँला, बन्द गरिदिउँला, देउन आफ्नो काम कहाँ गर्दैन, हाम्रो काम नगरे। युवा मिल गया बेटी देशको विकास हुन्छ, देशमा के हुन्छ। तपाईँले लेखा युवा एकजुट हुनु पर्यो। मिसन 84 मा युवा उठ्नु पर्यो, युवा एकजुट हुनु पर्यो। सीधा मिसन 84 मा घन्टी बजायो भने देशको विकास हुन्छ। घन्टी नबजाएबाट त तस्तो छ बुढापाकालाई भोट दिएबाट म धो भएको सबैले धोइ भयो नहुन त कोखा हो र नदेख्या। पछि छरे बुढापाका भोट दिन आए मान युवा उठ्नु पर्यो। युवा भएको पार्टी भनेको राष्ट्रिय स्वतन्त्र पार्टी हो। जसले छन् राष्ट्रिय स्वतन्त्र पार्टीमा युवा छन्, और पार्टीमा हेर बुढापाका छन्। मेरा बजेहरूलाई देखा छन्, मेरा बजे मर्गे, मेरा बजे खराबीले कति भोका 49-50 हो गया। मेरा बजे खिताबले और पार्टीमा छन्। युवा भएको पार्टी भनेको राष्ट्रिय स्वतन्त्र पार्टी हो। मिसन 84 मा घन्टी बजाउनु पर्यो। सबै काका अङ्कल आन्टी सबैले बजाउनु पर्यो। एउटा घन्टी हो। एक कुरामा ध्यान दिया, ओडामा स्कुलमा अस्पतालमा कसैले काम नगर्दा भने युवा एकजुट हुनु पर्यो। 7, 8, 9, 10, 11, 12 सबैले दिनु पर्यो। ओडा अस्पताल सब बन्द गरिदिउँ ल, उसपछि आफ्नो काम त गर्दा हाम्रो काम त गर्दा यिनीहरू काम गर्लो भनेबाट त उन ओडा अध्यक्ष भइहाल्नु, डाक्टर भइहाल्नु, मास्टर भइहाल्नु। हामी त कसै पार्टीमा भोट हालिसक्छौँ। उन जहाँ डाक्टर मास्टर उनले उनले भन्नु पर्यो हामी डाक्टर होइनौँ, तमले हामीले भने छोरो भोट नदियो भने हामी त दबाई दिन नआउँ, तमरा जेता मैदान पढाउने न भन्नु पर्यो।
न त सिधा बन्द गर्दै सकिने भयो, वडा अस्पताल सब बन्द गर्दै सकिने हो। युवा एकजुट हुनु पर्यो भन्नुभयो। 2 शब्द मेरो यतै राखेर छुट्टिन। सबैमा नमस्कार। ल धन्यवाद अरविन्द कार्कीज्यू। उहाँले मैले अगाडि पनि भनिसकेँ, गीत सङ्गीत पनि एउटा पाठ हो, मान्छेलाई मनोरञ्जन दिएर केही ज्ञानका कुराहरू सिकाउने। उहाँले गीत मार्फतै सम्पूर्ण युवा वर्ग र आमा बुबादेखि लिएर अङ्कल आन्टीदेखि लिएर भइसक्यो हुनु पऱ्यो भनेर उहाँले केही ठाडी भागमा गीत राखेर जानुभयो। अर्को कुरा, उहाँले प्रतिक्रियावादीहरूको पानीको ल्याउनु त घोर भर्सना अथवा विरोध हामीले कसरी गर्नुपर्छ र भन्ने कुराहरूको विषयमा पनि उहाँले केही 2-4 कुराहरू राखेर जानुभयो। यसको लागि उहाँहरूले जुन गोपाल द गाउँ शिक्षा स्वास्थ्य पानीको हरेक ठाउँमा भयो होइन, जनताको काम गर्नुको लागि निर्वाचित भएका कर्मचारीहरूले यो पार्टीको त्यो पार्टीको भन्ने कुराहरू गर्छ भनेपछि हामीले पनि एउटा संवैधानिक संरचनाको हिसाबले हामीले पनि एक ढिक्का त्यसको चाहिँ खरो विरोध गरेर गर्नुपर्छ भन्ने कुराहरू राखेर जानुभयो। त्यसको लागि उहाँलाई धेरै धेरै धन्यवाद। यसपछि मन्तव्यको क्रममा बहुमुखी प्रतिभाका धनी सञ्चारकर्मी तथा कलाकार गौरव जोशीजीलाई गौरव जोशी भकम फोड 2-4 कुराहरू राखिदिनु न हार्दिक आग्रह गर्न चाहन्छु। छैन देश चलाउने ढङ्ग वाह कति फुर्ती हो, छैन देश चलाउने ढङ्ग वाह कति फुर्ती हो, बस्छ घन्टी तिम्रो तालुमा हे न्यायका मूर्ति हो, बस्छ घन्टी तिम्रो तालुमा हे न्यायका मूर्ति हो। नमस्ते, मेरो नाम चाहिँ गौरव जोशी। मेरो घर मेलौली नगरपालिकामा पर्छ। म पेसाले सानोतिनो पत्रकार, सँगै सानोतिनो कलाकार पनि र ग्रेटर नेपाल महाअभियानको म केन्द्रीय सदस्य, हिमदत्त पन्त स्मृति प्रतिष्ठानको पनि म केन्द्रीय सदस्य हो। म आज होइन, विद्यार्थी कालदेखि राजनीतिमा होमिएको मान्छे हो। मैले आफ्नो जिन्दगी भनौँ देशकै लागि समर्पित गरेँ र अझै पनि गर्नुपर्छ भनेर लागि परेको छु। अहिले तपाईँहरू चाहिँ इन्डिया जानुहुन्छ भने इन्डियामा चाहिँ नयाँ गेट बनेको छ। त्यो गेटको शिलान्यास हुने बेला चाहिँ 3 दिन म जेल गएको थिएँ। मैले चाहिँ नेपाल किसान पार्टी भनेर चाहिँ जसको म केन्द्रीय महासचिव थिएँ। हामी 2 जना थियौँ त्यो बेला, शिरोमणि ओझा भन्ने एकजना, अहिले त्यो कङ्ग्रेसमा छ। अनि त्यो बेला हामीले पार्टी खोल्यौँ र यही आजको हाम्रो गृहमन्त्री रमेश लेखकज्यूले चाहिँ त्यहाँबाट चाहिँ टाङ्गाहरू जुन गड्डाचौकदेखि टाङ्गाहरू आउँछन्, 100 रुपियाँ भाडा हुन्छ। 300 रुपियाँ चाहिँ बझाङतिरको मान्छे, माथि जुम्लाको मान्छेहरू आउँथे, तिनबाट 300 रुपियाँ असुल थिए। त्यसलाई चाहिँ हामीले व्यवस्थापन गर्दाखेरि चाहिँ त्यही मुद्दामा सार्वजनिक मुद्दा लगाएर चाहिँ हामीलाई भित्र हाल्न खोजियो। विभिन्न समस्याहरू उठ्दै हामी आएको मान्छे हौँ र यो सत्ता परिवर्तन गर्नु छ, व्यवस्था परिवर्तन गर्नु छ। गाउँ गाउँ बस्ती बस्ती उठ्नुपर्छ साथी हो, दलाल मुक्त शासन ल्याउन जुट्नुपर्छ साथी हो। कयौँसित लड्यौँ हामी खुकुरीको बलले, हामी कहिले झुक्ने छैनौँ दुश्मनको छलले। आधी आवोस् हुरी आवोस् कहिले झुक्ने छैन यो, मर्छु मर्नु हाँसी हाँसी कहिले झुक्ने छैन यो। विगतमा हाम्रा पुर्खाहरूले कसरी यो देशलाई जोगाए र आज हामी कहाँ गयौँ र कस्तो भयौँ भन्ने कुरा साथै जनताहरू। 1000 टर्चहरूले बल्दैन दियो एउटै झिल्कोले संसार जल्छ, 1000 टर्चहरूले बल्दैन दियो एउटै झिल्कोले संसार जल्छ। चाहिँदैन लाखौं सुन्डा मसुन्डा पारदर्शी र पराक्रमी एउटै भए देश चल्छ। चाहिँदैनन् लाखौं सुन्डा मसुन्डा पारदर्शी र पराक्रमी एउटै भए देश चल्छ। आमा नभए सन्तान हुँदैनन्, राष्ट्र नभए नागरिक हुँदैनन्। आमा नभए सन्तान हुँदैनन्, राष्ट्र नभए नागरिक हुँदैनन्। आँधी र हुरी तुफानै आओस् देशभक्त छोराहरू कहिल्यै झुक्दैनन्। आँधी र हुरी तुफानै आओस् देशभक्त छोराहरू कहिल्यै झुक्दैनन्। म धेरै अहिले बोल्न चाहन्न होइन। म पनि अब चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्य भइसकेँ र हिजोदेखि भन्छु अब चाहिँ पूर्ण रूपमा कसरी हुन्छ यो व्यवस्था परिवर्तन गर्नुपर्छ। बैतडी जिल्लालाई चाहिँ धेरै कुराहरू छ। अहिले दाइहरूले भन्छन् कि हाम्रो स्रोत साथीका कुराहरू, जडीबुटीका कुराहरू, विभिन्न कुराहरू छन् होइन।
त्यही भएर चाहिँ हामीले अरूभन्दा फरक तरिकाले जानुपर्छ। विभिन्न कुराहरू छन्, बिस्तारै बोल्दै गरौँला। अहिले यति नै, थ्याङ्क यू। धन्यवाद गौरव जोशीज्यू। उहाँले मुलुक बनाउने कुराहरूमा युवाहरूको आवश्यकता र खाँचोको लागि हामीले एक थोपा रगत, एकमुठे सास र नेपाली राजनीतिमा नेपालीप्रति भएको दुर्व्यवहारका विरुद्ध जुन अहिले हामी यो महासमरको यात्रामा एकजुट हुनुपर्छ भन्ने केही कुराहरू गीत मार्फत पनि राखेर जानुभयो। यसको लागि धेरै धेरै धन्यवाद। र जुन बैतडीमा एउटा मिडिया सहकर्मी भएको नाताले पनि आफ्ना कुराहरूलाई जुन मिडिया जगतले खेल्नुपर्ने भूमिका यहाँ भइरहेको गतिविधिको विषयमा पनि उहाँले केही कुराहरू राखेर जानुभयो। त्यसको लागि अब राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला कार्य समिति बैतडी लगायत अन्य स्थानीय तहका साथीहरूलाई जानकारी गराएर जानुभयो। यसको लागि धेरै धेरै धन्यवाद। अब यसै गरी मन्तव्यको क्रम जारी नै छ। मन्तव्य आफ्ना केही कुराहरू राखिदिनु हुन राष्ट्रिय स्वतन्त्र पार्टी बैतडी जिल्ला सभापति भीमनाथजीलाई आफ्ना 2-4 मन्तव्य राखिदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद उद्घोषकज्यू। आज प्रथम वडा अधिवेशन दोगडा केदार गाउँपालिका वार्ड नम्बर 1 को प्रथम अधिवेशन कार्यक्रमका सभापतिज्यू, विधान मन्थन विभाग केन्द्रीय सदस्यज्यू, पत्रकार साथीहरू, यस वडाका सभापतिज्यू, हाम्रो दिलासेनी गाउँपालिकाका सभापतिज्यू, वडा नम्बर 6 दोगडा केदारका सभापतिज्यू लगायत यहाँ सम्पूर्ण उपस्थित दाजुभाइ तथा दिदीबहिनीहरूमा सर्वप्रथम स्वीकार्नुहोस् न्यानो अभिवादन। नमस्कार। जय घन्टी, जय घन्टी, जय घन्टी, जय घन्टी। मलाई अहिले यो 21औं शताब्दीमा पनि हामी कहाँ पुगेका रहेछौँ, कहाँसम्मको हाम्रो सोच रहेछ भन्ने कुरा सुरुबाट हामीले पाइसकेका छौँ। सुरु वक्ता यसै वडाको चन्द्रज्यूले नै हिन्दीमा वाचन गरिसक्नु भएको छ। हामीले कुनै वडामा, कुनै कार्यालयमा, कुनै स्कुलमा जाँदाखेरि रासापकै भएको हिसाबले हामीले दण्डित हुनु नपरोस्, हामीले दण्डित भएमा तपाईँहरूलाई हामीले गुहार्नु नपरोस्। तपाईँ यहाँ आएर उपस्थित भएर हाम्रो काँधमा काँध मिलाएर बसिदिनु होला, हामी तपाईँको साथमा छौँ भन्नुभएको छ। यसमा म तपाईँहरूलाई विनम्र अनुरोधका साथ म के भन्न चाहन्छु भने यसै उसका लागि पनि तपाईँ हामीले सबैले मन्दिरमा ल्याएर यो कार्यक्रम राखेका छौँ र यो कार्यक्रम मन्दिरमा भएकै अवस्थामा केही कुरा त्यसै पनि झुटो हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीले बोल्दैन र त्यही पनि हामी मन्दिरमा छौँ। सत्यको पछाडि हामी कहिले पनि लागिरहनेछौँ, असत्यलाई हामी कहिले अगाडि आउन दिने छैनौँ भन्ने म यही स्थानबाट घोषणा गर्न चाहन्छु, तपाईँहरूलाई विश्वास दिलाउन चाहन्छु। आदरणीय जनसमुदाय, अब अहिले 21औं शताब्दीमा पनि हुनसक्छ तपाईँहरूको घर घरमा फोन आउन सक्छ। आज कार्यक्रममा को गएको भनेर फेसबुक हेरेर तपाईँको आमा बाबा दाजुभाइ दिदीबहिनी आफ्नो इष्टमित्रहरूबाट फोन गराएर ए छोडिदेऊ, त्यसको त सभापति जेलमा छ, त्यसको त ऊ छ, त्यो पार्टी हुँदै होइन भन्ने यी 34 वर्षदेखि राजगज चलाएर आएकाहरू जुन छन्, यिनीहरूको आवाज यदि कुनै कसै तपाईँहरूको उसमा पर्छ त्यो हामीलाई सुनाइदिनु होला। त्यसपछि हामीले गर्न सक्ने तपाईँहरूकै बलबाट, म एक्लैले केही गर्न सक्ने होइन, गाउँलेहरूको साथ समर्थनबाट हामी अगाडि बढ्नेछौँ र हामीले एउटा राम्रो व्यक्तित्व यसपालि पाएका छौँ। अहिले यो कतिपय ठाउँमा इन्चार्ज भएर आउनुभएका पूर्व डिएसपी साहब नयन सिंह कार्की सर यस दोगडा केदार गाउँपालिकाको सभापति हुनुहुन्छ। उहाँलाई प्रशासनको बारेमा सम्पूर्ण कुरा थाहा छ, ताकि यहाँका यी अगाडि आएका विभिन्न पार्टीका
कार्यकर्ता र नेताहरूलाई जति थाहा छैन उति हुकुमभन्दा डबल चबल उहाँलाई थाहा छ। र तपाईँहरू दोगडावासी दाजुभाइ दिदीबहिनीहरूमा परेको केही मार्का छ भने आजै डिएसपी साहबको पूर्व डिएसपी साहब दोगडा केदार गाउँपालिकाका सभापतिज्यूको नम्बर लिइराख्नु होला। एक कल उहाँलाई घन्काउनु होला। यदि उहाँको कल उठेन दोस्रो घन्काउनु होला। मेरो नम्बर लिनु होला, मलाई कल गर्नु होला। अनि केन्द्रीय विधान मन्थन विभागका केन्द्रीय सदस्यज्यू यहाँ आउनुभएको छ, उहाँको नम्बर लिनु होला। तपाईँहरूको वडामा काम रोकेको बेलामा हामी आउनेछौँ, तपाईँहरूको स्कुलमा काम रोकेको बेला हामी आउनेछौँ। तर हामी एक्लै हुने छैनौँ। जबसम्म जनताको साथ समर्थन रहँदैन तबसम्म एक्लै नेताले केही पनि गर्न सक्दैन। तपाईँहरूको मनको डर हटाउनका निमित्त पनि हामीले यो ठाउँका लागि दोगडा केदारका गाउँपालिकाको लागि हामीले पूर्व डिएसपी साहब नयन सिंह कार्कीज्यूलाई यहाँ सभापतिको आसन गराएका मात्रै छैनौँ कि यो आफ्नो दोगडा केदार गाउँपालिकामा भएको खिचोमिचोलाई पनि हेरिदिनुहुन्छ कि भन्ने आशाले हामीले उहाँलाई अगाडि सारेका छौँ। म यति भन्न चाहन्छु, आजका दिनदेखि तपाईँहरूले यो ठाउँको मान्छे तपाईँ चलाकै हो। किन चलाएको भने यो मन्दिरमा नराखेर बाहिर राखे पनि हुन्थ्यो। हामीले बोलेका कुरा पुर्याउनु पर्छ। हामी मन्दिरलाई मान्छौँ, सनातनलाई मान्छौँ, सब कुराहरू मान्छौँ। त्यही भएर तपाईँहरू केही बोलिदिनुहुन्छ कि तपाईँहरूको हामीले बोलिदिएपछि तपाईँलाई रूपमा जुनसुकै कुनै पनि पार्टीले तपाईँहरूलाई केही भन्छ भने प्लिज एक कल चाहिँ घन्काइदिनु होला। त्यसपछि हेर्नुहोस् राजपालले के गर्छ भन्ने कुराहरू। अहिले हेर्नुहोस् भ्रष्टाचारका कुराहरूमा 87 अर्ब रुपियाँ विभिन्न अन्य दलकाहरूले गरेको छ। जो 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 त्यो पैसामा कुनै किसिमको सत्यता छैन, त्यसमा संलग्न छैन, उसलाई लगेर जेलमा थन्काएको अवस्था छ। हेर्नुहोस् अस्ति मात्रै गृहमन्त्रीज्यूको पर दिन 50 लाख रुपियाँ आउने ठाउँबाट आज कत्रो हुँदैछ। म भन्न चाहन्छु तपाईँहरूले यो समाचार पाउनका निमित्त यहाँ एउटा टावर भइदिया भए नजिकको डाँडाहरूमा तपाईँहरूलाई चाहिँ सबै समाचारहरू सुन्न पाउनुहुन्थ्यो। तर यिनीहरूले त्यो काम गर्दैनन्। त्यो काम किन गर्दैनन् भने त्यो यदि भयो भने तपाईँहरूले समाचार पाउनुहुन्छ। समाचार पायो भने हाम्रो मत खोसिन्छ भनेर भएको पनि यिनीहरूले डुबाउँछन्। तर राजसभा आउन दिनुहोस् र उसले पहिलो प्रायोरिटी यो दूरसञ्चारको कुराहरूमा गर्छ, सक्ने कुराहरू गर्छ, नसक्ने कुराहरू बोल्दैन। यसै उसले म तपाईँहरूसँग विनम्र अनुरोध के भन्छु भने अघि नै कुरा फेरि मैले उही दोहोऱ्याउनु पर्छ। त हामीसँग मान्छे छ, थाहा छ, तपाईँहरूको आत्मामा पनि राजसभा छ, त्यो थाहा छ। तर के छ, डर छ सँगसँगै। त्यो डरलाई बाहिर निकाल्नु। त्यो डरलाई यदि हामीले बाहिर निकाल्न सक्यौँ भने बल्ल हामी यिनीहरूलाई जित्छौँ। डरमा कहिले पनि एक दिन मात्रै मर्छ मान्छे, कोही हुँदैन। 7-12मा मर्छ मान्छे, 7 दिनमा मान्छे मर्छ, 12 महिनामा मान्छे मर्छ। यो डरले नमर्नुहोस्। डरले दिनदिनै मरिन्छ, कालले एक बार मात्रै मरिन्छ। हौसला राख्नुहोस्। कम्तीमा सबै साथीहरू जुट्नुहोस्। अघि एकजना साथीले कलाकार साथीले भनिसक्नु भएको छ, उहाँहरूले तपाईँहरूको वडाको काम गर्नु भएन भने हामीलाई बोलाउनुहोस्, ताला लिएर जानुहोस्, तालाबन्दी गरौँ। केका लागि? सही कामका लागि। तपाईँहरूको के स्कुलमा जानुहोस्, तपाईँहरू यो पार्टीकैमा लागेको भरमा तपाईँहरूलाई चाहिँ काकापाका गरिन्छ भने त्यहाँ त्यो गरौँ। अनि तपाईँहरूको साथ सहयोग लिएर हामी गर्ने प्रतिबद्धता दिँदै मेरो यो 2 शब्द यहीँनिर टुङ्ग्याउन चाहन्छु। हवस् त। जय घन्टी, जय घन्टी, जय घन्टी। धन्यवाद सभापतिज्यू। उहाँले अहिलेसम्मका दोगडा केदार गाउँपालिका वार्ड नम्बर 1 का केही दाजुभाइहरूले राखेको कुराहरूको एउटा जिम्मेवारी कसरी दिने र कसरी हामीलाई साथ समर्थनमा हामीले त्यो कार्यहरू चाहिँ पुरा गर्न सक्छौँ, यसको लागि तपाईँहरूको पनि साथ चाहिन्छ र गर्ने हामी सकेछौँ भन्ने जानुभयो। यसको लागि उहाँलाई धेरै 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 धन्यवाद। र बाँकी पछि कार्यक्रम सकेपछि कुराहरू हुँदैछ। यसै गरी मन्तव्यको क्रममा आज वार्ड नम्बर दोगडा केदार गाउँपालिका वार्ड नम्बर 1 को प्रथम ऐतिहासिक वार्ड अधिवेशन कार्यक्रमका
प्रमुख अतिथि कला र गलाका धनी विधान मन्थन विभाग केन्द्रीय सदस्य भोजराज जोशी क्वालिटीलाई आफ्ना 2-4 कुराहरू राख्न हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद कार्यक्रम उद्घोषकज्यू। आज हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीको दोगडाकेदार गाउँपालिका वडा नम्बर 1 को वडा अधिवेशनका सभापतिज्यू तथा यस दोगडाकेदार गाउँपालिकाका सभापतिज्यू र हाम्रो जिल्ला सभापतिज्यू लगायत पाल्नुभएका हाम्रा पत्रकार मित्रहरू र यो वडाबाट आफ्नो कामको चटारोलाई पनि छोडेर यहाँ पाल्नुभएका सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदीबहिनी सम्पूर्णमा हृदयदेखि नै नमस्कार, जय घन्टी। पक्कै पनि आज म मनबाटै खुसी छु। जुन पहिले पनि हामी आएका थियौँ 1-2 चोटि, तर तदर्थ समिति गठन गरेर गएका थियौँ। आज जुन यहाँहरूको उपस्थिति, जुन यहाँहरूको जोस, जुन यहाँहरूको एउटा आत्मविश्वास र आत्मबल देखेको छु, त्यसले गर्दाखेरि मलाई लाग्छ यो शुभ सङ्केत हो कि 84 मा घन्टीको सुरुवात वडा नम्बर 1 बाट नै हुनेछ। वडा नम्बर 1 बाट रिमबाट नै घन्टी बज्नेछ। यसका लागि एकपटक जोरदार ताली। पक्कै पनि विभिन्न कुराहरू आउँछन्, यी स्वाभाविक पनि हुन् र अहिलेसम्म धेरै कुराहरू हाम्रो जिल्ला सभापतिजीले पनि भनिसक्नु भएको छ। अहिलेसम्म भइआइरहेका कुराहरू हुन्। पहिले 40-50 वर्ष पहिले राजहरू थिए रे, पञ्चहरू थिए रे भन्ने इतिहास हामी पढ्दै आएका छौँ। तर अहिले पनि हामी ती राणाहरू र पञ्चहरूको रूप अझ हामी स्थानीय सरकार होस्, प्रदेश सरकार होस् या केन्द्र सरकार होस्, कहीँ न कहीँ त्यो रूप देखेका छौँ र जनताले भोगेका छौँ। वास्तवमा हेर्ने हो भने हामी यो दुनियाँ चन्द्रमामा पुग्ने एउटा रचना गरिरहेको छ। हामी ढुङ्गे युगमा अझ पनि साँझ के खाने भन्ने, दिनभरि काम गरेर साँझ के खाने भन्ने चिन्तामा छौँ। त्यो पनि जनताले पाइरहेको अवस्था छैन। भनेपछि हामी कति पछाडि छौँ। यो पछाडि हुनुको कारण के हो र कहीँ न कहीँ हामी जनताहरूको पनि कमजोरी को छ भनेर सोच्ने बेला आइसकेको छ। हामी नेताहरूलाई गाली गरेर मात्र अगाडि बढ्ने पक्षमा छैनौँ। अब पहिले हामी हाम्रो मत परिवर्तन नगर्दासम्म यो देश परिवर्तन होला भन्ने कल्पना हामीले गर्नु बेकार छ। तसर्थ अहिलेसम्म भइरहेका विकृति, विसङ्गति र अत्याचार, भ्रष्टाचारका विरुद्ध त हामीले बोल्नै पर्छ। तर अहिलेको फ्रस्ट्रेसन पनि के छ भने हाम्रो गाउँघरका भनौँ या अहिले हाम्रा ठुल्ठुला नेता के छ भने चुनावको समयमा चिल्ला ग भान्नमा, भाषण गर्नमा पर्फेक्ट छन्। काम गर्नमा नभए पनि भाषण गर्नमा र कन्भिन्स गर्नमा पर्फेक्ट छन्। हामीलाई केही कुराको कमी छ भने हाम्रो कमजोरीहरूलाई समातेर विभिन्न लोभ, लालच, प्रलोभन देखाएर भोलिको दिनमा तपाईँलाई यो गरिदिन्छु त्यो गरिदिन्छु भनेर यहाँहरूलाई अहिलेसम्म झुक्क्याएर नै मत मागेको हो। तर अब नझुक्किनु होला। अब 84 मा चाहिँ हामी अहिले यो पवित्र स्थलमा छौँ। यही देवी देवता मान्ने हामी चाहिँ एउटा धर्मसँग एउटा चाहिँ देवी देवतालाई हामी मनबाट मान्छौँ, हामीमा आस्था गर्छौँ। तसर्थ म यहाँहरूमा हार्दिक अनुरोध पनि के गर्छु भने जबसम्म हामी मत परिवर्तन गर्दैनौँ तबसम्म हाम्रो अवस्था जिउको त्यही रहन्छ। व्यवस्थाको नाममा अहिलेसम्म विभिन्न व्यवस्थाहरू परिवर्तन भए तर जनताको अवस्था भने जिउको त्यही छ र जनताले जुन प्रकारको सेवा सुविधाहरू पाउनु पर्थ्यो त्यो केही पाउन सकेको छैन। हामीलाई भन्छन् विभिन्न चिया गफ हुन्छ होला, साँझतिर यहाँहरूले पनि सुन्नुहुन्छ होला। त के छ, राइटिस्ट हो, लेफ्टिस्ट हो या राष्ट्रको के छ, सिद्धान्तै छैन, भिजन नै छैन भन्छ। हामीले के भनेका छौँ भने संवैधानिक समाजवाद जुन संविधानमा लेखेको छ, हामीले धेरै ठुल्ठुला भाषणमा यो चाहियो त्यो चाहियो भनेका छैनौँ। तर संविधानमा लेखेको कुरा त्यो जनतामा लागू हुनुपर्छ भन्ने छ। यहाँ संविधानमा के लेखेको छ, गाँस बाँस कपास शिक्षा स्वास्थ्य लगायतका मौलिक हकहरू जनताले पाउनुपर्छ भनेको छ। तर रिममा कुनै एउटा गरिब
सामान्य गरिब घर परिवारको मान्छे बिरामी भयो भने अस्पतालसम्म लग्न पैसा समेत हुँदैन। त्यो मैले प्रत्यक्ष म समाजसेवासँग पनि जोडिएको हुनाले विभिन्न यो क्षेत्रका ठाउँमा त म आफै आएर चामल विभिन्न खाद्यान्न वितरण गरेको छु र यहाँ बिरामीहरूलाई गाडी भाडा समेत मैले दिएर त्यहाँबाट त्यसरी पठाउने व्यवस्था त्यसरो हाम्रो टिमले हाम्रो ग्रुपले सहयोग गरेको अवस्था छ भने अस्पताल जानसम्म पनि एउटा पैसा हुँदैन। एम्बुलेन्सहरू छन्, नामका एम्बुलेन्सहरू छन्, जीवभन्दा बढी भाडा तिनीहरूले राखेको छ। त्यो एम्बुलेन्स भएको के फाइदा छ? यहाँ कोल्ड स्टोर छन्। हिजो एकजना साथीले कृषकले हालेको थियो, मेरो प्याज त कोही किनिरहेको छैन, यस्तै छ, उत्पादन गरिरहेको छ, खपत भइरहेको छैन भनेपछि त्यो देखावटी रूपमा भएन, त्यो कार्यान्वयनमा आउनु पर्यो। त्यसको लागि हामी सबैले आवाज उठाउनुपर्छ। हाम्रो राजनीति फरक धारको राजनीति छ। हामीलाई यिनीहरू भन्लान् हे यिनीहरू अस्ति आएका हुन्, यिनले राजनीति सिकेकै छैन, यिनले राजनीति जानेकै छैन, विभिन्न कुराहरू भन्न सक्छन्। तर हामीलाई यिनीहरू जस्तो राजनीति गर्नु पनि छैन। हाम्रो राजनीति भनेको समाजसेवाको राजनीति हो। हाम्रो भनेको जनतासँग भिज्ने, जनताका समस्याहरू समाधान गर्ने राजनीति हो। ठुल्ठुला गफ हानेर, ठुल्ठुला भाषण गरेर जनताहरूलाई झुट बोल्ने, जनताहरूलाई झुटो आश्वासन दिने र चिप्ला गफ लाउने राजनीति हामीले गर्नु पनि छैन, त्यस्तो सिक्नु पनि छैन। हामी फरक राजनीति गर्छौँ। हामी कोही नेता पनि होइन, हामी जनताको सेवक हो, जनताको मालिक होइन। यिनीहरू पनि हाम्रा सेवक हुन्। तसर्थ यहाँ आयो भने तपाईँहरूले ठाडाउनुहोस्, प्रश्न सोध्नुहोस्, यहाँ यो विकास किन भएन, यहाँ खानेपानीका समस्याहरू किन भएनन्, यहाँ सिँचाइका समस्याहरू पूर्ति किन भएनन् भनेर यहाँहरूले प्रश्न सोध्नुहोस्, नडराउनुहोस्। जनप्रतिनिधि भनेको तपाईँहरूकै सेवा गर्नको लागि माथि गएको हो, त्यो कुर्सीमा बसेको हो। तपाईँ हामीले नमस्कार गरेर खुट्टा ढोग्नुपर्ने कुनै आवश्यकता छैन। प्रश्न सोध्नुहोस्। एउटा जबसम्म हामी भनौँ न स्वाभिमानी र एउटा निडर युवा, सक्षम युवा हुँदैनौँ तबसम्म यिनीहरूले हामीलाई हेप्छन्, चेप्छन्। अहिले युवाहरू वैदेशिक रोजगारमा कति गएका छन्, विदेशमा कत्रो युवाहरू दिनहुँ मतलब त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्टबाट कति युवाहरू वैदेशिक क्रममा गइराखेका छन्। दुःख लाग्छ, एउटा स्वदेशमै केही गरौँ र केही गरिरहेका युवाहरू पनि विदेशी पढ्दाखेरि या विदेशिँदाखेरि मनमा अलगै पीडा लाग्छ। हिजो नै मैले एउटा फेसमा पोस्ट हाल्दा पनि धेरै साथीहरूले विदेशबाट कमेन्ट गर्नुभएको छ, विदेशबाट मेसेज गर्नुभएको छ, सर हामी त आउन सकिरहेका छैनौँ, तर तपाईँ जानुहोस्, हामी घरमा भनिदिन्छौँ, शुभकामना छ भनेर भनिराख्नु भएको छ। भनेपछि यिनीहरूले स्वदेशमा स्वरोजगार पैदा गर्न चाह्यो भने, उत्पादन गर्न चाह्यो भने गर्न सक्थ्यो, तर गर्न नै चाहिरहेका छैनन्। किनकि विदेशमा रहेका यति धेरै युवाहरू सबै स्वदेशमा आयो भने यिनीहरूको सत्ता एकैछिनमा जान्छ कि भन्ने डरले यिनीहरूले रोजगार नै सिर्जना गर्न चाहेको छैन। यसरी नै हाम्रो आफ्नो कार्यकर्ता पाल्ने, आफ्नो कार्यकर्ताहरूलाई पाल्ने, आफ्नो पेट भर्ने र आफ्नो 7 पुस्तासम्मको लागि शाखा सम्पत्ति जम्मा गर्ने एक प्रकारको यिनीहरूको जो सुसङ्कित, सुघोषित र जो गलत एक प्रकारको सोच छ त्यसलाई प्रस्त गर्दै अब हामी युवाहरूले एक प्रकारले के गरौँ भने यिनीहरूलाई एउटा कुरा थाहा नहुन सक्छ कि सत्ता परिवर्तनशील हुन्छ। सत्ता यिनीहरूले के सोचेको छ भने हाम्रै रहने हो, अबको 7 पुस्तासम्म हाम्रै रहन्छ भन्ने सोचेको छ भने त्यस्तो नसोच्नुहोला। म यी सामन्तीहरूलाई के चुनौती दिन चाहन्छु भने तपाईको भोलि यदि राष्ट्रिय स्वतन्त्र पार्टी 84मा बहुमतका साथ आउँछ, स्थानीय होस्, प्रदेश होस् या केन्द्र होस्, जहाँ पनि आउँछ भने तपाईहरूले गरेका गलत क्रियाकलापहरू र अहिले गरेका भ्रष्टाचारहरूका फाइलहरू हामी भोलि 10 वर्ष लागोस्, 5 वर्ष लागोस्, जहिले पनि हामी सत्तामा पुग्छौँ, सबै खोलिनेछन् र तपाईँको शाखा आउने सन्तति समेतले बिगो तिर्नुपर्ने हिसाबले हामी ती फाइलहरू खोल्नेछौँ। त्यसको लागि सम्पूर्ण राष्ट्रिय स्वतन्त्र भएको थियो। हामी राजसभामा त लाग्छौँ, तर राजसभामा लागेपछि सेवा सुविधाहरूको कुरा गर्नुभएको छ। यदि हामीले पाउनुपर्ने हक, हामीले पाउनुपर्ने अधिकार मिलिँदैन भने खोज्ने हो, आफ्नो अधिकार हामी पाउँदैनौँ भने खोज्ने हो। त्यसको लागि हामी गलत नगरौँ, हामी भ्रष्टाचार नगरौँ, हामी व्यथिति नगरौँ, हामी अन्याय नगरौँ। तर हामी सही गर्दा गर्दै यदि तपाईँमाथि कसैले औँला उठाउँछ भने अब तपाईँ एउटा व्यक्ति होइन, तपाईँको पछाडि राष्ट्रिय स्वतन्त्र पार्टी उभिएको छ, तपाईँको पछाडि हामी उभिएका छौँ, हामी तपाईँको पछाडि र तपाईँको साथमा छौँ। यो कुरामा तपाईँ ढुक्क भएर अगाडि बढ्नुहोला। यो कुरामा म व्यक्तिगत र हाम्रो सिङ्गो पार्टी तपाईँसँग छ, यो कुरामा तपाईँ ढुक्क भएर अगाडि बढ्नुहोला। र हामी अरूभन्दा फरक किन छौँ भन्ने कुराहरू चाहिँ हामीले जानिराख्नुपर्ने हुन्छ। हामी विधिको शासनमा विश्वास गर्छौँ। हामी प्राइमरी भोलि टिकट दिँदाखेरि पनि काखा पाखा भन्ने गर्दैनौँ। हामी प्राइमरी इलेक्सनबाट नै ओडाको टिकट, पालिकाको टिकट दिन्छौँ। तर हाम्रो एउटा साधारण सदस्य र पार्टी सभापतिसम्म सबै
को एउटै नै मतलब स्थान हो, सामान्य सदस्यको पनि अधिकार त्यति नै हुन्छ। जिम्मेवारीको हिसाबले कसैको ठुलो होला कसैको सानो होला, तर कार्यकर्ता नेता भन्ने के हुँदैन, सम्पूर्ण सदस्य नै हुन्। र अर्को कुरा, यो पार्टीमा पद लिएर मात्र काम गर्न सकिन्छ भन्ने होइन, पद भनेको एउटा जिम्मेवारीको लागि हो। तर यो पार्टीमा आइसकेपछि सबैले एउटा सबैको जिम्मेवारी हुन्छ। र हामी के छ भने एउटा विभिन्न परिपाटीमा के छ भने हामीले पद भए मात्र काम गर्न सकिन्छ, नत्र काम गर्न सकिन्न भन्ने प्रकारको त्यस्तो विभिन्न पार्टीहरूले सिर्जना गरेको अवस्था छ। तर हाम्रो साधारण सदस्यदेखि पार्टी सभापतिसम्म सबै सेम भएको हुनाले, सबै सेम भएको नाताले सम्पूर्ण साथीहरूले यस्तो नसोचिदिनु होला म पद भए मात्र काम गर्न सक्थेँ, पद नभएपछि काम गर्न सक्दैन भनेर। किनकि अर्को कुरा, हामीलाई त स्पेस छ, अहिले खाली नै खाली छ। यसै वडामा 4वटा वडा सदस्य चाहिन्छन्, एउटा वडा अध्यक्ष चाहिन्छ। हामीलाई के हो भने हरेक ठाउँमा स्पेस खाली छ। तर के हो भने स्वतन्त्र, निष्पक्ष, निडर र गलतको विरुद्ध आवाज उठाउन सक्ने युवाहरू चाहियो। र यहाँ भएका सामाजिक काममा गरौँ। र अब छनौट हुने समितिलाई मेरो आग्रह के छ भने हामी धेरै ठुला भाषण, धेरै ठुला कुरा भन्दा पनि साना कुरा व्यवहारमा उतारौँ, साना व्यावहारिक कुराहरू गरौँ। यहाँ समस्या के छ, गाउँको समस्या के छ, त्यसलाई समाधान गर्ने प्रयत्न गरौँ। यहाँबाट मलाई बिहानै भनेको थियो गोपालजीले कोले एकजना, यो दलित बस्तीको समस्या भनेको 500 मिटरमा बिजुली छ, त्यहाँनिर बिजुली पुगेको छैन अहिलेसम्म। किन पुगेन बिजुली? के त्यहाँ कोही बोल्ने मान्छे नभएर पुग्यो कि के त्यहाँको मान्छेको पावर पुगेन कि के त्यहाँको मान्छेको पहुँच पुगेन कि अहिलेसम्म बिजुली किन पुगेन भनेपछि यहाँ त आफ्नो बिजुली खाने पानीको लागि पनि तैँले भोट दिया हो तेरो घरमा जान्छ, मैले भोट दिया हो तेरो घरमा जान्छ भनेपछि जनप्रतिनिधि भइसकेपछि उसले कसले भोट दियो कसले भोट दिएन भन्ने कुराको ख्याल गर्ने होइन, सबै जनतालाई समान हिसाबले हेर्नुपर्छ। एउटा जनप्रतिनिधि भइसकेपछि यदि जनप्रतिनिधिबाट त्यस्ता प्रकारका अभिव्यक्तिहरू आउँछन् भने ती अभिव्यक्तिहरू प्रमाणका साथ सुरक्षित राख्नु होला। त्यसको लागि हामी कारबाहीको लागि पनि माग गर्दछौँ। र हामी अहिले सरकारमा छैनौँ, अहिले त्यति धेरै सिट पनि छैनन्। अहिले हामी यस्तो गरौँला त्यो गरौँला भनेर धेरै ठुलो बाचाहरू, धेरै ठुलो यहाँहरूमा प्रतिबद्धताहरू त हामी गर्दैनौँ। तर पनि सुख दुःखमा हामी यहाँहरूको साथमा रहनेछौँ। यति मात्र हामी प्रतिबद्धता गर्छौँ कि यो रिममा सुख दुःखमा हामी यहाँहरूको साथमा रहनेछौँ र सक्ने सहयोगको लागि हामी कहिले पनि नाइ भन्ने छैन होला। अहिले आएका 2-3 समस्याहरू जो छन्, विद्युतको समस्या, म भोलि पर्सि नै आफै सदरमुकाममा गएर विद्युतको हाकिमसँग भेटेर मेरो सबभन्दा पहिलो काम यो रिममा यहाँ विद्युत दलित बस्तीमा विद्युत पुगाउनका लागि मैले सक्ने पहल गर्नेछु। यसको लागि म भोलि पर्सि त्यहाँ बैठकमा गएर यो कुरा प्रथम राख्छौँ र आगामी दिनमा पनि विभिन्न समस्याहरू छन्, ती समस्याहरू समाधान गर्ने, ती समस्याहरूलाई एक गरेर ती समस्याहरूलाई समाधान गर्ने बाचा त गर्दैन तर कोसिस गर्छु। किनकि अहिले हामी सरकारमा भइदिएको भए 100% तपाईँसँग गर्छौँ भन्छौँ, तर त्यहाँ गएर ठटाउने र किन भएन भनेर प्रश्न सोध्ने, जवाबदेहिता माग्ने काम हामी गर्छौँ। सुखदुःखमा हामी तपाईँसँग रहने बाचा गर्दै र अन्त्यमा तपाईँलाई यति विश्वास गर्दै कि तपाईँ राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्य भएको नाताले कसैले पूर्वाग्रही राख्छ, कसैले हेर्न खोज्छ, चेर्न खोज्छ र तपाईँको आँच प्रतिष्ठामाथि आँच आउने कुनै काम गर्छ भने, तपाईलाई फसाउन खोज्छ, प्रतिशोध साध्न खोज्छ भने तपाईँ नडराउनुहोला, नहिर्काउनुहोला, तपाईँ निडर भएर अगाडि बढ्नु होला। एउटा समूह राम्रो मान्छेलाई जोड्नु होला। तपाईँको पछाडि पुरै पार्टी छ, हामी तपाईँको साथमा रहनेछौँ भन्दै म आफ्ना केही भनाइ यही विश्राम गर्छौँ र यसपछि अनौपचारिक कार्यक्रममा हाम्रो आउने समितिलाई आगामी दिनमा के गर्ने, कसरी सामाजिक कामहरू गर्ने, कसरी जनतासित भिज्ने, कसरी हामीले जनताको जनप्रिय बन्न सकिने भन्ने कुराहरू पछि राख्ने भाषा गर्दै अहिलेलाई आफ्नो केही भनाइ राख्दै छुट्टिन्छु। हस्त, धन्यवाद, नमस्कार, जय गण्डी। धन्यवाद। उहाँले सुरुमा आउँदाको यसको लागि उहाँले अब धेरै कुरा राख्नु भएको छ। यो खालको सुरुवातको लागि अब हामी सरकार सत्तामा भएको भए के गर्छौँ र अब सरकारमा नहुँदा पनि समस्याको कुराहरू हामी कसरी राख्ने भन्ने कुराहरूको लागि उहाँले जिल्ला समक्ष भोलि र पर्सि राख्छौँ भन्ने कुराहरू बाचा गरेर जानुभयो। यसको लागि धेरै धेरै धन्यवाद।
यहाँ 10,000 मान्छेले हेर अब हामी आज कार्यक्रमको मेरोमा छ डाटा यसको लागि अब हटस्पट खोलेको छु एक बेरै सबै नाना मेरो नेत्र खबर बोला बोला तम बोल्ला रह 1 देखि 0 आफ्नो ठाउँमा 1 देखि 0 बस्नु हाल्नु गर्न चाहन्छु 1 2 3 यतापट्टि 0 0 आफ्नो नेपालमा न 1 2 यो आजको ल एमटा बस्नु कति ठाउँ घाम लाग्यो त्यही भएर यतापट्टि बस्नु भने ल झिक्को देखि बढ्यो ल मेरो पहाड नेत्र खबर बठियो त जीवनको लगभग 25% समय एउटा गरिमामय संगठन जुन नेपाल परिवेश सुधारमा गरिमामय संगठनमा कार्य धेरै अनुभव र दक्षताका साथ सपन खे कल्यो भने टक्क राष्ट्रिय स्वतन्त्र पार्टीमा एउटा दोगडा केदार गाउँपालिका आवाज बाखा कति त्यो प्रथम वार्ड अधिवेशनका सभापति नयनसिंह कार्कीज्यूलाई आफ्नो छोटो मन्तव्य राखिदिनु हुन र आजको यो कार्यक्रम समापन गरिदिनु हुनको लागि उहाँलाई हार्दिक अनुरोध गर्न चाहन्छु र सञ्चालक म करण सिंह बोराज्यू पनि बिदा चाहन्छु। हस्, धन्यवाद। जय भेन्टी। धन्यवाद। मैले मेरो जीवनमा धेरै उतार चढाव भोगेर मैले सोचेको पनि थिएन कि मैले यो दोस्रो इनिङ खेल्नुपर्छ भनेर। एउटै इनिङमा मैले विश्राम लिन खोजेको थिएँ। किन बुझेन यो अवस्था, यो कहाली लाग्दो अवस्था जुन तपाईँहरूले अहिले भोगिरहनु भएको छ, देखिरहनु भएको छ, सुनिरहनु भएको छ। मलाई पनि दोस्रो इनिङ खेल्ने रहर जाग्यो। त्यसकारण आज म तपाईँहरूको माझमा उपस्थित भएको छु। यो देशमा गणतन्त्र आयो रे, प्रजातन्त्र आयो रे, कुनै के तन्त्र आयो रे। आएपछि तपाईँ हामीले सबै कुरा भोग गर्न पाउँछौँ, उपभोग गर्न पाउँछौँ भनेर चाहिँ सिकायो। तर खै त तपाईँहरूले प्रत्येक कुरोको उपभोग गर्न पाएको। चुनाव जित्यो, उसले आफ्नो परिवार, आफ्नो नाता, आफ्नो छरछिमेकी र 2 दिन रक्सी खाएर उसको पछाडि हिँड्नेलाई उसैलाई उसले पहिलो प्राथमिकता दियो र अन्तिम प्राथमिकता पनि त्यसमा पनि तिनीहरू नै परेका छन्। तपाईँहरूलाई खोइ, अरू आम जनतालाई खोइ के आयो तपाईँहरूलाई? केही देखबाट ती टाउके दलहरू उम्किन पाइरहेछन्, न ती आफू पनि उम्किन पाइरहेछन्। तिनीहरूको अवस्था हेर्नुहोस् त। यो देशलाई लुटेर बर्बाद गरेर एउटा बलात्कारै गरिसक्यो यो देश। त्यो सबै कुराहरू गरेर यसबाट चाहिँ कमाएका तपाईँ हाम्रा पैसाले जुन ट्याक्स हामीले तिरेर यी सरकारलाई वर्षेनी बुझाइरहेका हुन्थ्यौँ, त्यसैले लुट्दै, त्यसैले खोसट्दै यिनीहरूले कहिले स्विस ब्याङ्कमा, कहिले कम्बोडियातिर, कहिले कता पुर्याएर यिनीहरूले सबै ढुकुटी रित्याइसक्यो। अनि भन्छन् हामीले तपाईँहरूको लागि धेरै विकास गर्यौँ, यहाँ गऱ्यौँ, त्यहाँ गऱ्यौँ। अरे विकास के गर्यो? नियमले तपाईँको विकास तपाईँलाई एउटा सानो एउटा टेन्डर दिनुपर्ने हो भने पनि उसको त एउटा आफ्नो नियम छ नि, एउटा सिस्टम छ नि। तर यहाँ सिस्टम अर्कै छ। 25% पहिला उसलाई बुझाउ रे, अनि त्यसपछि तपाईँलाई भएको 75% तपाईँले पाउने रे। तपाईँको उसमा चाहिँ त्यहाँको प्राविधिकले 1 लाख पर्ने यदि कुनै आयोजना छ भने 1 लाखको उसले इस्टिमेट बनाइदिन्छ। 1 लाख तपाईँको उसमा चाहिँ निकासा गरिदिन्छ। तपाईँहरू कसले पाएको हो उसलाई 1 लाख निकासा भनेर तपाईँहरूले एउटा टेन्डर दिन्छ। तर ती आसेपासे ती टाउके, ती हामी हौँ भन्ने, ती यही पार्टीका हौँ भन्ने यी भ्रष्टहरूले तपाईँहरूबाट सुरुमै 25% कुम्लिसकेको हुन्छ। 25% तपाईँबाट कहिले कुम्ले पनि
तपाईँलाई 25% तपाईँको हात पारिदिन्छ, त्यो 75%लाई फेरि तपाईँले 13% भ्याट तिर्नु पर्यो, 10% मुनाफा आफूले खानै पर्यो। त्यसपछि त्यही पार्टीका मै हुँ भन्ने व्यक्तिहरू तपाईँ पछाडि लागेका हुन्छन्। हामी यो समितिमा बस्छौँ, यो समितिभित्र हामीले नै जे गर्नुपर्छ, जे भन्नुपर्ने हो हामीले भनेपछि बल्ल तपाईँहरूको चाहिँ यो पास हुन्छ अरे, तपाईँले गरेको काम पास हुन्छ अरे भनेर त्यसपछि तपाईँले जसले पाएको छ त्यसबाट त्यो निचोड्नु खोज्छ। उसले निचोडिसकेपछि त्यो घट्दै घट्दै 50%देखि तल आइपुग्छ। अनि त्यसपछि यही वडा कार्यालयहरूमा, यही तपाईँको चाहिँ गाउँपालिकामा, यही तपाईँको चाहिँ नगरपालिकाहरूमा भएका प्राविधिकहरूले फेरि शोषण सुरु गर्छ। उसलाई पनि चाहियो, किनभने 1 लाखको तपाईँलाई चाहिँ आयोजना दिएको छ भने तपाईँले त त्यसमा 35-40% भन्दा बढीको त काम तपाईँले गर्न सक्नै हुन्न, किनभने 60% लगभग त त्यो पैसा त सिद्धिसक्यो। अनि तपाईँलाई थाहा छ तपाईँले पनि 40% को काम गरेको छ, त्यो प्राविधिकलाई थाहा छ यिनीहरूले 40% को मात्र काम गरेको छ भनेपछि उसले फेरि तपाईँलाई ठग्नु खोज्छ। ल ल्याऊ भाइ, होइन भने म त यो त प्राविधिक हिसाबले पास गर्दिनँ। प्राविधिक हिसाबले 40%मा तपाईँले काम गर्नु भएको छ, उसले पास गरेन भनेपछि त तपाईँको टाउकोमा त 1 लाखको पुरै जिम्मेवारी आएन। कसरी के गर्ने त? भोलि त उनीहरूले तपाईँलाई उही कालो सूचीमा राख्छ, हुँदैन त्यो गाउँको त्यो फलानलाई त दिनु हुँदैन, त्यसलाई भन्नुचोटिमा यसो दिँदाखेरि त उसले त केही गर्न सकेन। बरु तपाईँ बाध्य भएर त्यो 40% मात्रै पनि फेरि घरबाट ल्याएर चाहिँ उनीहरूको चाहिँ बुझो लगाउनु पर्छ। अनि मात्र बल्ल तपाईँले त्यो 1 लाखको आयोजना 30%, 25% अथवा 35%मा गरेर चाहिँ तपाईँहरू पनि एकातिर लाग्नुहुन्छ। अनि 1 लाखको तपाईँले चाहिँ दिएको आयोजना 30-35 हजारमा बन्यो भने त्यसको अवस्था के हुन्छ सोच्नुहोस् त। त्यो कस्तो खालको विकास होला त्यहाँनिर। हामीले तपाईँहरूको गाउँमा यो विकास गरेँ, त्यो विकास गरेको मैले मेरो गाउँतिर पनि सुन्दा हुन्छ। त्यहाँ विभिन्नहरूलाई चाहिँ अलिअलि यसो दिएछ, अनि के भइरहेको छ, तपाईँले कसरी काम गर्नु भएको छ, के गर्नु, यो यस्तो यस्तो छ सिस्टममा 1 लाख भनेर चाहिँ हामीले सिग्नेचर गरिसकेको छ, काम गर्ने बेला 30-35% भन्दा बढीको काम गर्न सकिरहेको छैन भन्नु। यही नै तपाईँहरूको गाउँमा पनि यही सिस्टम होला मलाई जहाँसम्म लाग्छ। त्यसकारण मैले के भनिरहेको छु भने यदि मिसन 84मा हामी यदि आफ्नो ठाउँबाट सक्सेस भए भने सर्वप्रथम मैले मेरो यो गाउँपालिकालाई पहिलो हिसाबमा त तपाईँको मदिरा निषेधित गाउँपालिका घोषणा गर्छु। मदिरा बेच्नु, बिक्री वितरण गर्नु, ओसार पसार गर्नु पाउँदैन, यसैमा पहिलो कानुन बनाइदिन्छ। जसबाट तपाईँको चाहिँ आज जुन विकृतिहरू तपाईँले आइरहेको छ, हिजो अस्ति हामीले हाम्रै साथीहरूलाई हाम्रो यो कार्यक्रम हामीले सुरु गर्न खोजिरहेको छौँ। ल यो सुरु गर्ने कार्यक्रममा तपाईँहरू चाहिँ भेला भइदिनुहोस् भन्दाखेरि तपाईँहरूको घर घरमा छिरेरे मादक पदार्थ सेवन गरेर छिरेरे तपाईँहरूलाई धम्काइ बुझाइ गरिरहेको छ भनेर तपाईँहरू चाहिँ आज यहाँ जति उपस्थित हुनुपर्ने थियो त्यति उपस्थित हुन नसकेर यो अवस्थामा तपाईँहरूले 4 जना मानिस अगाडि आएर बसिरहनु भएको छ। यो कहाँसम्म कहारी लाग्दो अवस्था हो। त्यसकारण म अब आजको यो हाम्रो ढोकड़ा केदार गाउँपालिकाको प्रथम वडा अधिवेशन जुन चाहिँ नम्बर 1 बाट हामीले सुरु गर्न गइरहेका छौँ, यसका प्रमुख अतिथिज्यू, जिल्ला सभापतिज्यू तथा उपस्थित यहाँ सम्पूर्ण दिदीबहिनी दाजुभाइहरूमा मेरो न्यानो अभिवादन टक्राउँछु। र यसका साथसाथै मैले तपाईसित अर्को के कुरा राख्छु भन्दाखेरि यो जुन चाहिँ तपाईँहरूको चाहिँ अहिलेको विकृति र विसङ्गतिका कुराहरू छन्, साथीहरूले भने हामी तपाईँको पार्टीमा आउँदैछौँ तर भोलि हामीले काम कतै हामीले आफ्नो प्रशासनिक कुराहरू गर्नु पर्यो भने चाहिँ हामीले यो काम हाम्रो काम यिनीहरूले गरिदिँदैन कि भनेर तपाईँहरूले चाहिँ जुन डर एउटा मनमा पालिरहनु भएको छ, खबरदार नपाल्नुहोस् यस्तो डर। तपाईँहरूलाई केही पनि हुँदैन। तपाईँहरूलाई यदि तपाईँहरूको आफ्नो व्यक्तिगत काम लिएर चाहिँ तपाईँहरू यी संस्थाहरूमा जाँदाखेरि तपाईँहरू चाहिँ हुँदैन, तपाईँ त फल्लो पार्टीमा आबद्ध भइहाल्नुभयो, अब तपाईँहरूको काम गर्दैन, तत्काल मलाई फोन गर्नु। मैले अहिले तपाईँको यो कार्यक्रममै मेरो नम्बर छोड्छु, मेरो नम्बरमा तपाईँले मलाई तत्काल
फोन गर्नुहोला। हामी यो समस्याबाट बुझे तिनीहरूको टाउकोमा हाम्रो पार्टीको घन्टी यसरी बजार्छु मैले, हेर्दै जानु होला। तपाईँ ढुक्क भएर बस्नुहोस्। तपाईँको कामलाई तपाईँको उसलाई चाहिँ यिनीहरूले कहीँबाट पनि बाधा अवरोध गर्दैनन्। डराउनु पर्दैन, मजाले जानुहोस्। आफ्नो कर्म हो। हाम्रो पैसाले हाम्रो पसिनाको कमाइले यिनीहरूले ट्याक्स तिरिरहेछ, त्यही ट्याक्सबाट यिनीहरू तलब खाएर त्यो ठाउँमा बसिरहेछन्। तिनीहरूको बाउले उहाँ पार्टीबाट माथिबाट पठाइदिएर त्यो पैसामा तलब खाएर बसेको होइन यिनीहरू। तपाईँ हाम्रो पैसा नै त्यसबाटै तलब खाएर यिनीहरू त्यहाँ बसिरहेको, यही जनताको काम गर्छ भनेर बसिरहेको, हाम्रै पैसामा बसिरहेको तिनीहरू तलब खाएर। अनि हाम्रै खाने अनि हामीलाई नै धम्काउने यो अवस्था आयो भने खबरदार नआत्तिनुहोस् तपाईँहरू। तिनीहरूलाई खबरदारी आजैबाट गर्नुहोस्। अलिकति पनि केही भयो भने हामीसित सम्पर्क राख्नुहोस्। र अर्को कुरो त्यसरी अब यो नयाँ नयाँ विसङ्गतिहरू सुरु जुन भइरहेछन् हाम्रो पार्टी सभापतिज्यूलाई यिनीहरूले एउटा ठाउँमा ठेगान लगाइदियो भने यो पार्टी जरैबाट समाप्त हुन्छ। र हामीले जुन क्रियाकलाप गरिरहेछौँ, जुन चाहिँ तपाईँको भ्रष्टाचारमा लिप्तिएर हामीले चाहिँ आफ्नो सम्पत्ति जुन चाहिँ जम्मा गरेर ठाउँ ठाउँमा हामीले पुर्याइरहेका छौँ, यसलाई खोज्नुपर्ने कोही अर्को पार्टी जन्मिँदैन भन्ने सोचेर हाम्रा पार्टी सभापतिज्यूलाई उहाँहरूले विभिन्न आरोप लगाएर चाहिँ एउटा कानुन आफ्नो हातमा लिएर न्याय र कानुनलाई चाहिँ उनीहरूले पुरै आफ्नो मुठीमा राखेर उहाँलाई मिसन 84 सम्म भित्र राख्ने यिनीहरूले जुन योजना बनाइरहेछ, खबरदार। रवि भनेको एउटा पार्टीको सभापति मात्रै होइन, रवि भनेको चाहिँ अहिले एउटा विचार भइसक्यो। त्यस्ता रवि त अब हजारौं जन्मिन्छन्। उनीहरूले के सोचिरहेछ, एउटा रविलाई हामीले भित्र चाकिसक्यो, अब यो पार्टी सिद्धिसक्यो भने चाहिँ नसोच्यो भन्छ। रवि भनेको त अब विचार भइसक्यो। त्यो विचारले गर्छ, जे गर्छ अर्को विचार गर्छ। यस्ता रवि त अब जिल्ला जिल्लामा गाउँ गाउँमा टोल टोलमा जन्मिन्छन्। अनि कतिले थुनेर राख्न सक्छ? सक्दै सक्दैन। नयाँ सुधारेको पञ्चायती व्यवस्था सुरु गरेको थियो, आफै 2027 सालमा हिँड्नुभयो। 2027 सालमा आफै हिँडेपछि राजा वीरेन्द्रले सत्ता हातमा लियो। ऊ राजा भयो यो देशका। तर के गर्ने, 36 सालमा अर्को व्यवस्था आयो विद्यार्थी आन्दोलनबाट। यिनीहरूले सुधारिएका पञ्चायती व्यवस्थालाई चाहिँ पाखा लगाएर फेरि अर्को व्यवस्था त्यहाँदेखि सुरु गर्यो। त्यो व्यवस्था त्यहाँदेखि सुरु भएको थियो केही वर्ष। 2046 सालमा फेरि तपाईँको बहुदलीय व्यवस्था आयो। 2046 मा बहुदलीय व्यवस्था आयो। 52 सालदेखि फेरि तपाईँले माओवादीले एउटा नयाँ व्यवस्था सुरु गरिदियो। 10 वर्ष उहिले पनि जनआन्दोलन चलायो। त्यसपछि 63 सालमा अर्को एउटा व्यवस्था आयो। 63 सालमा आएको व्यवस्था यति अप्रिय हुँदै गयो, यति अलोकतान्त्रिक हुँदै गयो, जुन चाहिँ मिसन 84 मा अब सिद्धिन्छ। यसमा नयाँ रूपले अर्को एउटा व्यवस्था सुरु हुन्छ। हामी व्यवस्था विरोधी त होइनौँ, तर यो जुन 2-4वटा पार्टीहरूले आफ्नो एउटा पुरा भ्रष्ट रणनीति नै यो जनतामाथि थपाएर राखेको छ। यो रणनीति उहाँहरूको अब समाप्त हुन्छ र यही रणनीतिलाई समाप्त गर्नलाई हामीलाई तपाईँहरूको सहयोग र साथ चाहिन्छ। आउनुहोस्, आबद्ध हुनुहोस्, हामीसित लाग्नुहोस्, हातेमाले गर्नुहोस्। मिसन 84 मा यिनीहरूलाई हामी राखापाखा लगाइदिउँ। जहाँबाट हाते त्यही लगाउने हामी प्रण गर्दै म आजको यो पहिलो इनिङ यही समाप्त भएको घोषणा गर्दछु। धन्यवाद। जय घन्टी।